कति राम्रो क्या अहिले चाहिँ हामी जाँदैछौँ है कन्फर्टी फ्लावर जान्छौँ म त पर्दैन गीतहरू आफै दिन्छ रमिता जस्तो के भनेको रमिताको बुढा सुम्बाङ भाइ भनेको उहाँ बुहारी पनि छ गो छोरी मान्छे जस्तो लजाएर क्या जान्दैन तपाईँहरूको म पनि निकाल्छु भिडियो हजुर युट्युब बनाउनु पर्छ अङ्कल ल हामी अहिले हामी सर्भिसिङमा हाम्रो आफ्नै खाना हेल्दी टेस्टी दाजु मेरो पनि एउटा अब यहाँ तपाईँको ल्याउनु भएको सुक्खा रोटी दार्जिलिङको हो अलि धेरै गएर साउन्डजीको श्रेया साउन्डजीको हुकुम है तपाईँहरूको हाम्रो नातिनीको मुख्य आफ्नै श्रीमतीको अलिक तिस दिनमा राम्रो ड्राइभर साहब गुड ड्राइभर थ्याङ्क यू मामा आज अहिले हामी सर्भिसमा छौँ ल हाम्रो 80-15 गुरुजी यो गुन्द्रुक चटनी पाङ्रा अन्डा सबै छ सुक्खा रोटी अल द वे फ्रम दार्जिलिङ है यो दार्जिलिङबाट होइन दिदी storytelling. Hey, happy Father's Day. ल म हेरेर त्यहाँ अब अलिकति यसो त्यहाँ के छ डेलिभरीहरू छैन डेलिभरी गिफ्ट आए पो होइन अङ्कल खोइ कहाँ गयो ह्याप्पी फादर्स डे आज हामी फ्लावर्स वाट अ लभली फ्लावर मिक्स फ्लावर कति राम्रो आज कन्सर्ट पनि छ यहाँ आजको हाम्रो ट्रिप कस्तो भयो त दाजुभाइ दिदीबहिनीहरू हजुर यो कन्फर्टी फ्लावर फिल्डको बारेमा चाहिँ थोरै कि यो चाहिँ प्राइभेट ल्यान्ड रहेछ 20 वर्ष भएछ यो ल्यान्डमा फुलहरू उत्पादन गर्ने
यसलाई अन्डरग्राउन्डमा सुकाउने अनि बेच्ने यो फुलहरू चाहिँ तपाईँहरूको बिहेहरूमा त्यस्तोमा चलाउँदो रहेछ। जहिले पनि यो फुललाई चाहिँ स्टोर गरेर 4 वर्षपछि बेच्दा रहेछ के यो पातहरू के बिहेहरूमा छर्ने गर्ने होइन त्यस्तो। सो प्राइभेट ल्यान्ड तर 10 वर्ष पब्लिकको लागि खुल्ला भएको अरे 10 वर्ष भयो। यो पनि अन्ली चाहिँ 2 हप्ताको लागि मात्र फुल्छ। अनि यो एरिया चाहिँ त्यो माटो चेन्ज गर्नुपर्छ नि समटाइम त्यो प्लेस समटाइम यो प्लेस 3टा प्लेसमा यताउता गरेर चाहिँ राख्छ अरे के किनभने त्यो माटो एउटै ठाउँमा मात्रै रोप्यो भने फुल राम्रो हुँदैन अरे त्यसलाई चाहिँ चेन्ज गर्छ। तर यही प्लेस यही एरिया यताउता सो एकदमै रमाइलो भयो। मिलियन्स अफ थाउजन्ड्स अफ फ्लावरहरू थियो है मिक्स फ्लावर। अनि मलाई चाहिँ फुल साह्रै मनपर्ने हो फुली तपाईँहरूलाई पनि मन पर्यो होला होइन मन पर्यो होला होइन अनि हाम्रो गुरुजी विनोद भाइलाई पनि धेरै धेरै धन्यवाद है ल। एकदमै हाम्रो भाइले हामीलाई सपोर्ट गाइड होइन एकदमै गर्नुहुन्छ र हामीले चाहिँ भाइको भ्यान चलाउँछौँ त्यही भएर है त थ्याङ्क यू।